चाहिँ बिहानै उठ्छु खेतीपातीतिर जानुपर्छ होला। यो के हो अर्को बाइट है यो खाना सेटको नाम चाहिँ म चाहिँ बिहानै उठ्छु अनि अँध्यारै चाहिँ मर्निङ वक जान लागेको। पूजासुजा गर्छु, त्यहाँदेखि मर्निङ वक जान्छु स्वयम्भू। यति गरेपछि आनन्द हुन्छ मनलाई। के गर्ने यस्तै छ। छोरीको लागि बत्ती अलवेज बल्छ। मेरो छोरीको लागि ओम नमो। एभ्री मर्निङ स्वयम्भूमा अहिले 7 बज्दैछ होइन, एक्सर्साइज गर्ने अनि त्यहाँदेखि जाने। बिहानको टाइममा पसिना। स्वास्थ्य त हुनु पऱ्यो, हेर्नुहोस् स्वास्थ्य हुनु खोज्यो कता के हुन्छ कसो हुन्छ है। भनौँ भने केही रहँदैन, नभनौँ भने पनि सबै कुरो सकिन्छ। आफन्ती आफ्नै मान्छेमा आँखी डाई हुन्छन् धेरै रहेछ। अरू त बिचारा के मतलबै हुँदैन नि। अब एकछिन योगा गर्छु, त्यहाँदेखि गाडी चढेर जान्छु 5 पोखरी। बनाएर यो कालो चाहिँ यो दुधे आन्द्रा हो। यो सफा बनाएर यसरी ठक्क पकाउनुपर्छ। पानी जारको पानी उमालेर स्पाइसी पर्क चपको लागि मासु बोइलिङ गर्दैछु। यहाँनिर 12 मसला लाउनु बाँकी छ। रोजमेरी 12 मसला लाउनु बाँकी छ। यो ससेज यो यसरी बोइल गरेर सबै फ्यालेर अनि मात्रै हो। यस्तो छ 3 फिस मासु। अनि खुट्टीको लागि मासु यहाँ छ। यसरी पकाएर रेस्टुरेन्टमा चाहिँ हामी दिन्छौँ। अब पकायोरी क्लियर भयो। अब कालो कालो चाहिँ दुधे आन्द्रा यस्तो हुन्छ है गाइजहरू। सबै रेडी पाक्दैछ। यो पर्क खुट्टी पाक्दैछ दनादन। अब भुटन कुचुकुलुकोमा यस्तोमा पकाएको चाहिँ मासु मिठो हुन्छ है। सो द्याट मैले यस्तोमा पकाएको हो। अब पाक्दैछ बल्ल टमाटर। अनि सबैजनालाई धेरै धेरै माया। म त घरिघरि त यो कामको चटारो टेन्सन के हो कता हो के हो, म त सबै अल्मलिसकेँ क्या। अन्तदेखि रेस्टुरेन्टहरू पनि त्यस्तै छ, सानसुन छ। अरूको पनि यस्तै हो कि मन किचन मात्रै यस्तो हो कि अरूतिर पनि सबैतिर यस्तै देख्छु देख्नु त। खेतीपातीतिर जाने हो कि अब खेतीपातीतिर जानुपर्छ होला। अब यस्तै छ। अब के अरे के गरौँ समय बितिरहेको छ, जिन्दगी बितिरहेको छ। यस्तै छ है गाइजहरू। मेरो छोरीको पुत्रको राखिदिइरहेको छु। सबै सामान मसँग छ। उसले लगाएको लुगा, उसले लगाएको जुत्ता, उसले चलाएको सामान त्यहाँ त्यो चाहिँ मैले किनभने त्यसको आधी चाहिँ के भयो पनि
फुटेर त्यहीँ बसिगयो त्यो सामान फ्याँक्नुको मायाले त्यो फुटेको कुरा भित्र पनि नराख्नु भन्छ अनि उसले पैसा निकालिसकेको थियो फुटाएर अनि मैले त्यहाँ लगेर राखेको थिएँ यो के हो भाउ यो के हो आमा यो के हो रोमन किचनमा पाइन्छ यो सो प्रि अर्डर गर्नुभयो अर्डर गर भने चाहिँ सबै आइटम पाउनुहुन्छ है लोकल स्टाइल पाउनु हुने रहेछ है तपाईँहरूले सबै। दिनमा फोन नम्बर आइसकेको छ फोन नम्बरमा कन्ट्याक्ट गरेर तपाईँहरूले एक दिन अगाडि भन्नुभयो भने अथवा भनौँ 5 आवर्स अगाडि भन्नुभयो भने चाहिँ यो सब सुविधा पाउनुहुन्छ हात भिज्यो नि मेरो छोरी तपाईँको यो आँसु यिनीहरू के भएको हो तिमीहरू नाति नातिना हो यहाँ भिज्यो क्या छोरी के भयो आज त गर्नु पर्यो भाइले सो अलिकति हल्लाहरू चाहिँ आइरहेछ त्यसलाई इग्नोर गर्नु होला आज पारिपट्टि काम हुँदो रहेछ होइन ठिकै छ तर पनि यो सब चाहिँ अघि भने जस्तै कुकुरी आमाको हातको अस्ति लोकल कुखुरा जुन बिन्दुली भ्लगमा आएको थियो बिन्दुली च्यानलमा जुन आएको थियो नि त्यो चाहिँ आमाको हातबाटै बनेको थियो लोकल कुखुरा चाहिँ होइन त बिन्दु लु अब बिन्दुलाई मुखबाङ गर्नु छोड्यो भनेर मैले यत्रो भुटो बनाइदिएँ हामी यो एकछिन यहाँ रोपेको बेला चाहिँ गफ हानिहाल्ने तपाईँहरूलाई सर्भ गरिदिएको राम्रो कि यसरी होल होल सबैजनाले खाने तपाईँहरू आफै विचार गरेर भन्दा हुन्छ हजुर देखिँदैछौ कि छैन यस्तो छ है यस्तो छ है बुहारीले मुखबाङ छोड्यो भनेर होइन आमा पछि भयो नि त रोमन किचनमा मुखबाङै छोडो रे मैले हरियो देखाइदिएको यस्तो छ है यस्तो छ है लु खाऊ है ल लिउँ है साथीहरू You may. Yes. आमाको हातको कस्तो छ लु भयो Yang Ben पनि रहेछ है गाइस खुट्टा पनि रहेछ है गाई टोङ्बासँग ब्रोकाउली राम्रो चाहिँ हुँदैन मिठै नलाग्ने हो मलाई त अलिबरीमा बनाएको खान ओले बोइलमा बनाएको सबै त्यस्तो गर्नुहुन्न नि छोरी हो दामी नाना मास्टर सेफ हो एकदम अर्को बाइट है किट्टे करेली आमा तपाईलाई यो प्रि अर्डरको यस्तो आइडिया चाहिँ कहाँबाट आयो कहाँबाट आयो भने हजुर यसो सम्झेँ है हजुर हामीसँग पनि कला त छ मास्टर सेफ हो अब सधैँ गर्नु सकिँदैन पहिला नै आयो भने त कमसेकम आफ्नो हातले कस्टमरलाई खुवाइन्छ होइन हजुर भन्ने जस्तो लाग्यो हो मलाई चाहिँ कस्तो होइन मलाई चाहिँ त्यो लाग्यो अस्ति आमाले एक सेट कस्टमरलाई छरी भातको लोकल कुखुरा पकाएर खुवाउनु भयो नि त त्यहाँदेखि चाहिँ मोटिभेट भयो जस्तो लाग्यो है मलाई आइडिया आयो यस्तो पनि हुँदो रहेछ त बाबा कस्तो लागिरहेछ तपाईँलाई मलाई पनि मजा लागिरहेको छ अब बुढीले यो प्रि अर्डरवाला आइडिया निकाल्दा चाहिँ तपाईँलाई चाहिँ कस्तो लाग्यो राम्रो लाग्यो यस्तो छ होइन त म त लुकी जान्छु लुकी जान्छ होइन नि मेन सामान मेटेरियल ल्याउने मान्छे त उहाँ हो नि त होइन बाउ अब खुट्टा यस्तो चाहियो भनेर भनेपछि बुझ्नुहुन्छ बाउले ठ्याक्कै कस्तो चाहियो भनेर अनि व्यवस्था यसको माल पनि झिक्नेछु म यत्रो ठुलो ठुलोमा यत्रो घर हौ कस्तो लाग्यो यो त हुँदैन अरू हेर्नु है सबसे एवान चाहिँ याङदेन र हो आन्द्रा र दुध त यस्तो मिठो भएको छ खुट्टी पनि बबाल छ फोन गर्नुहोस् फोन नम्बर हाम्रो
गुगलमा सर्च गरेर गर्न सक्नुहुन्छ यहाँ स्क्रिनमा आइसकेको छ फोन नम्बर चाहिँ कन्ट्याक्ट गर्नु होला एन्ड देन अब मेरो हातको स्पेसली यो चाहिँ हामी राई भएर पनि होला होइन हो पौधामा पर्क खानु भनेर टेन्सन नलिनु नदिँदा हुन्छ तर पहिला चाहिँ अलिकति अगाडि चाहिँ इन्फर्म पाएँ यो मेनुको लागि नर्मल अर्कै मेनु त तपाईँहरूले आएर इन्जोय गर्नु नै सक्नुहुन्छ अब यो खानाको सेटको चाहिँ यो खालको चाहिएको छ भने चाहिँ प्रि अर्डर चाहियो गाइजहरू अर्को कुरो भट्टी सेकुवाको लागि 1 केजीभन्दा माथि अर्डर दिन्छ भटिसेको पनि बन्छ है 1 केजीभन्दा माथि अलिक भन्नु सेकुवाको स्पेसल भट्टी सेकुवाको सेप चाहिँ यता हेर्नुहोस् यहाँ के पो हुँदैछ हौ यहाँ त यता मास्टर सेफ हो प्रि अर्डरको सेप यता भट्टी सेकुवाको सेप सेकुवाको सेप सो यो खाना सेटको नाम चाहिँ आमा के स्पेसली रुममा खाना सेट है यो पर्कमा है पर्कमा स्पेसल रुममा खाना सेट हो रुममा किचनको खाना सेट रुममा खाना सेट खाएको भिडियो चाहिँ यति नै थियो अनि हेर्नुहोस् खाएको यो चाहिँ मेरो छोराले सघाउँछ अनि यति नै थियो अब अरू केही बिरोल भयो भने फेरि हाल्नेछु र माया गर्नुहोस् सपोर्ट गरिदिनुहोस् कुकुरिया